कथा रहेको छ घमण्डको अन्त्य। एउटा गाउँमा सिया नामकी युवती थिइन्। उनी सुन्दर थिइन् र धेरै युवाहरू उनीसँग बोल्न चाहन्थे। बिस्तारै उनलाई आफ्नो सौन्दर्यको घमण्ड हुन थाल्यो। उनी साथीहरूलाई भन्ने गर्थिन्, मेरो पछि त हजारौं केटा लागेका छन्, म कसैलाई पनि वास्ता गर्दिन। यो कुरा गाउँका एक वृद्ध शिक्षकले सुने। एक दिन उनले सियालाई बोलाएर भने, छोरी फुलमाया, धेरै भमरा आउँछन् भनेर फुल ठुलो हुँदैन। फुलको सुगन्ध र गुण नै उसको वास्तविक मूल्य हो। सियाले हाँसेर कुरा टार्यो। समय बित्दै गयो। धेरै युवाहरू आफ्नै जीवनमा व्यस्त भए। कसैले पढाइ पुरा गरे, कसैले राम्रो जागिर पाए, कसैले आफ्नो परिवार बसाए। सिया भने अरूको ध्यानलाई नै आफ्नो सफलता ठानिरहेकी थिइन्। पछि उनले महसुस गरिन् कि मानिसको सम्मान रूप, प्रशंसा वा पछाडि लाग्ने मानिसको सङ्ख्याले होइन, राम्रो व्यवहार, इमानदारी र चरित्रले कमाइन्छ। त्यसपछि उनले आफ्नो व्यवहार परिवर्तन गरिन्, अरूलाई सम्मान गर्न सिकिन्, घमण्ड त्यागिन् र आफ्नो सिप तथा व्यक्तित्व विकासमा ध्यान दिइन्। केही समयपछि गाउँमा उनको सम्मान पहिले भन्दा धेरै बढ्यो। शिक्षा। घमण्ड कुनै पनि व्यक्तिमा, पुरुष होस् वा महिला, राम्रो गुण होइन। मानिसको वास्तविक मूल्य उसको चरित्र, व्यवहार, इमानदारी र कर्मले निर्धारण गर्छ, अरूले कति ध्यान दिन्छन् भन्ने कुराले होइन। धन्यवाद।